सम्पूर्ण जति पनि यहाँ उपस्थित हुनुहुन्छ साथै 2026 गराइदिनु हुने कोल्ड ब्याङ्करमा कार्यरत ओम ढुङ्गाज्यूलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छु। र हामीले लास्ट इयर के गर्यो भन्दाखेरि अब यो मात्रै कला संस्कार संस्कृतिपट्टिको कुरोलाई 2025 मा हामीले के गर्यौँ भन्ने कुरो अलिकति म संक्षिप्तमा यहाँहरूलाई जानकारी दिन चाहन्छु। कतिजनालाई त थाहा नै छ र कतिलाई थाहा नभएको अवस्था हुनसक्छ र थाहा भए पनि हामीले यो कुरोहरू चाहिँ हजुरमाझ राख्नुपर्छ भनेर आजको दिन हामीले तय गरेको। त्यसैले तपाईँ हामी आज यहाँ भेला भएको छौँ। सायद अझै कतिजना साथीहरू आउँदै हुनुहुन्छ होला सायद। सर्वप्रथम हामीले मैले यो काम जिम्मा लिए पछि पहिलोपल्ट हामीले कार्यक्रम गरेको भनेको जगदीश समाजको कार्यक्रम फेब्रुअरी 15, 2025 मा गरेको थियो। जुन कार्यक्रम सभ्य र भव्य पनि भयो। त्यत्रो हिउँ थियो, मौसम एकदमै राम्रो थिएन र पनि हामी सबै भेला भएको थियौँ। फुल्ली हाम्रै जिम्मेवारीमा भएको त होइन, तर कसैले गरेको कार्यक्रमलाई चाहिँ हामीले यहाँ होस्ट गर्नु पायौँ। त्यसको लागि म आफै एउटा सक्षम व्यक्ति ठानेको छु। तर म यति हुनुमा यहाँ हजुरहरूको सबैको साथ ठुलो साथ रहेको छ। अनि दोस्रो कार्यक्रम हामीले अक्टोबर 25 तारिक 2025 हाम्रै कम्युनिटीको भाइ करण राईलाई लिएर गऱ्यौँ। साथमा अरू पनि हुन्थ्यो। अब 2-3 जना कलाकारको नाम छुट्यो भनेर कसैले गुनासो नगर्नु होला, किनभने हामीले हाम्रै कम्युनिटी, यो हाम्रो कम्युनिटी हो। त्यही भएर मैले करण राईको नाम पहिलोपल्ट लिएँ। त्यस पछाडि हाम्रो अरू साथीहरू त छँदैछ, अरू कलाकारहरू त छँदैछ। र यो मैले 2025 मा के गरेँ भन्ने कुरोमा चाहिँ यहाँहरूलाई मैले जानकारी दिएँ। अब हामी के गर्दैछौँ र हामीले कसरी गर्ने भन्ने कुरोमा मेरो विचार, मेरो धारणा राख्न चाहँदैछु। अब सकेसम्म हामीले यो जीपीसी संस्थाले वर्षमा कमसेकम 2 खेप चाहिँ कल्चरल प्रोग्राम गर्ने। यदि सकेन भने एकचोटि त हामी गर्ने नै गर्ने, जसरी पनि गर्ने। किनभने यो हाम्रो दायित्व पनि हो, यो जिम्मेवारी हो। यो ठाउँमा रहेर पोस्ट मात्रै लिएर बसेर भएन, हामीले केही गरेर देखाउनु पर्ने छ। धेरै अगाडिदेखि नै यो कुरोहरू हुँदै आएको, तर त्यस्तै अब अवस्थाहरू भएकोले गर्दाखेरि यो कुरोहरू सबै कुरोहरू हामीले हजुरमाझ पस्किरहने अवस्थाहरू भइरहेको थिएन। तर यसपालिदेखि हामी एकदमै भित्री मनदेखि नै समाजमा सेवा गर्छौँ भनेर लागि परेका छौँ। हामी सबै यही नै छौँ, हामी सबैको फ्रन्ट यही नै छ। र हामी जतिसम्म सक्छौँ, जहिलेसम्म सक्छौँ 3 वर्षको लागि त हामीले नाम लेखाइ नै गयौँ। अझ त्यहाँदेखि उता हामीले सम्हाल्नु पर्ने अवसर आयो भने एकदम डटेर हामी लाग्नेछौँ। त्यसमा कुनै हामीलाई भाइचारा भन्ने कुरो हुँदैन। हाम्रो आफ्नो स्वेच्छाले गर्नेछौँ, त्यसमा कुनै हामीलाई यो छैन। वर्षमा 2 खेप कल्चरल प्रोग्राम गर्ने। र अर्को कुरो हामीमा म एउटा कल्चरल प्रोग्राम कोअर्डिनेटर भएको हिसाबले यदि कोही हाम्रो भाइ बहिनीहरू गीत गाउन अथवा गीत लेख्न, गजल लेख्न, कविता लेख्न कोही इच्छुक हुनुहुन्छ भने त्यसको पनि हामी तयारी गर्दैछौँ। अहिले नै त्यो हामीले कहिलेदेखि गर्ने, कसरी गर्ने भन्ने हामी त्यो भइसकेको छैन। किनभने हामी भर्खर 1 वर्ष हुँदैछ, हाम्रो प्लान अझै बढिँदैछ। अब चाहिँ हाम्रो प्लानहरू सबै नै मजाले नै सरसल्लाह गरेर प्लान गर्ने गरेका छौँ। र कोही पनि त्यस्तो इच्छुक हुनुहुन्छ भने अब कसरी हुन्छ, त्यो विषयमा काम गर्ने गुरुहरू बोलाएर हुन्छ कि हाम्रै समाजबाट कोही त्यस्ता मान्छेहरू हुनुहुन्छ कि यदि हुनुहुन्छ भने हामी जसरी हुन्छ गीत, गजल, कविताहरू पनि हामीले सिकाउने यो प्रण गरेका छौँ। तर त्यसमा के हुन्छ भन्दाखेरि अब संस्थाको आफ्नै नियम हुन्छ, नियमभित्र रहनुपर्ने हुन्छ। र संस्थाले कहाँसम्म जानु सक्छ भन्ने कुरा चाहिँ त्यही हो, सहयोगी आधारकै कुरा आउँछ। हजुरहरूले गरिरहनु भएको छ र आउँदो दिनहरूमा त्यो पनि गर्नुहुनेछ भन्ने कुरा हामीले बुझेछौँ। र अर्को 2 नम्बरमा के छ भन्दाखेरि युएस भित्र यदि कहीँ पनि
गीत सङ्गीतको प्रतिस्पर्धा हुँदैछ भने र हाम्रो यो कलरबाट जीबीसी संस्थाबाट कोही दक्ष हुनुहुन्छ भने हाम्रो नानीहरू उहाँहरूलाई त्यो ठाउँमा भने संस्था मार्फत हामी पठाउँछौँ। तर दक्ष चाहिँ हुनु पऱ्यो, उहाँले स्टेजमा गएर पर्फर्म गर्नु चाहिँ सक्नु पऱ्यो। यदि सकेन भने फेरि हामी नेक्स्ट इयरलाई हामी ठाउँ छँदैछ त्यही नानीलाई, त्यो छ। र अर्को कुरो चाहिँ अब नानीहरूलाई कसरी हुन्छ यो कला संस्कार गीत सङ्गीत मात्रै नभएर अलिक सांस्कृतिक कुरोहरू हामीले कसरी सिकाउन सक्छौँ हामी प्लान गरिरहेको छौँ। अब चाँडै नै हामी एउटा आफ्नो आफ्नो संस्कारको त्यहाँ सो गरेर एउटा कार्यक्रम गर्ने भनेर यो चाहिँ हामी बाहिर हलभित्र होइन, हल बाहिर कुनै ग्राउन्डमा त्यो गर्ने। त्यो हुँदाखेरि के चाहिँ भयो भने हामीले अलिकति संस्कारपट्टि पनि हामीले ध्यान दिएर काम गरेर जस्तो देखिन्छ। र सबैले अब हामी गुरुङ छौँ, राई छौँ, मगर छौँ, हामी क्षेत्रीय बाहुन छौँ, सबै छौँ, सबैले आफ्नो आफ्नो सांस्कृतिक कुरोहरू हामी के देखाउन सक्छौँ त्यो हामीले देखाउने, त्यो पनि हाम्रो यसपालि 26को प्लानमा त्यो पनि हामीले राखेका छौँ र सायद त्यो हामी चाँडै नै गर्नेछौँ। फेरि कुरा आउँछ, अब हामी मात्रै बोलेर भएन, हामी मात्रै उफ्रेर भएन, के चाहिन्छ भने सहयोगी हात चाहियो। र आजको दिनसम्म 2010देखि आजको दिनसम्म हजुरहरूले जे जति गर्नुभएको छ त्यही अनुसारले हामीले गरिरहेको छौँ। यदि हजुरहरू रहनु भएन भने हामीले गर्ने कुनै उपाय हुँदैन। र आउँदो दिनहरूमा पनि हजुरको यस्तै साथ सपोर्ट सहयोग पाइरहँ भने म अपेक्षा गर्न चाहन्छु। र यो म लगायत मेरो जीबीसी संस्था, मेरो बुद्धिस्ट कम्युनिटी संस्था सधैँ हजुरप्रति एकदम आभार छौँ र हजुरको माया पाएर भन्दै मेरो यो छोटो मन्तव्य यहीँ राख्न चाहन्छु। धन्यवाद। धन्यवाद। ग्लोबल फिटनेस कम्युनिटी कोलोराडो जीबीसीका सांस्कृतिक संयोजक अथवा कल्चरल कोअर्डिनेटर जो आफैमा एउटा कुशल गीतकार साहित्यकार पनि हुनुहुन्छ बिर्खा गुरुङज्यू। र हामीले गौरव गर्नुपर्ने विषय यो छ कि हामीले त्यस्तै व्यक्तिलाई प्राप्त गरेका छौँ जस्तो कि हामीले यसपालिको हाम्रो संस्थामा जसले चयन गर्नुभएको छ हाम्रो बुद्धिस्ट मेम्बर अथवा जो हाम्रो मिटिङमा हुनुहुन्थ्यो र उहाँले चाहिँ चयन गर्नुभएको छ, सही व्यक्ति चयन गर्नुभएको छ जस्तो लागेको छ। किनभने आज जुन अवस्थालाई बुझ्नुपर्ने हो त्यो अवस्थालाई बुझ्ने व्यक्ति हामीले प्राप्त गरेका छौँ सबै सेक्टरमा। हामीले एउटा मात्रै होइन, सबै सेक्टरमा। जसरी अहिले बिर्खा सरले भन्नुभयो, अब हाम्रो भाइ बहिनीहरूलाई उहाँहरूको ट्यालेन्टलाई चाहिँ कहीँ प्रस्तुत गर्ने ठाउँ छ भने जीबीसीले पठाउँछ है भनेपछि यो चाहिँ एकदमै खुसीको कुरो हो। किनभने उहाँ आफै पनि एउटा गीतकार